सो गाइज आज म एकदम रेडी भइसकेको छु। कभर सपर पनि लाएर एकदम रेडी भइसकेको। के भन्छ रात अरे टायर चाहिँ छोड्दैछ अरे नेपालमा यहाँ टायर छोड्ने पखेटा छोड्ने भइरहेको छ। हेलो एभ्रिवान, सबैजना सोध्दैछ म पनि एकदमै सन्चै छु। वेलकम टु जिएस अमृत युट्युब च्यानलमा। म चाहिँ भर्खर नुहाएर छतमा घाम ताप्न आएको छु। घाम चाहिँ लागेको छ यस्तो टन्न पारामा। त्यो पाहाडतिर चाहिँ पानी परे जस्तो भयो, तर यता चाहिँ घाम लागेको छ मस्त पारामा है। त्यही हो। अब यो पुरै प्लटिङ हुन थालेको छ यहाँ, पुरै है पुरै प्लटिङ गर्न थालेको छ यहाँ चाहिँ। रमाइलो छ जे यहाँ घर पनि यति भइसकेको छ। त्यही हो, हप्ताको एउटा दुइटा भ्लग आएकै छ। टिकटकमा चाहिँ मेरो च्यालेन्ज पुरा भएको छ, सर्भर पाउन पाएको छैन अहिले चाहिँ। मेरो भोलिबाट इक्जाम छ, त्यही त हो। अब घर अब गाउँ पनि जानुपर्छ। गाउँ पनि म सायद 15 दिनपछि जान्छु होला है। अब पुरा गर्मी सुरु भयो, उजाड हुन्छ, अब पुरै हावा लाग्ने यताउति हुने हुन्छ अब चाहिँ। त्यही त हो। अब लगभग धेरै अब पातहरू झरिसकेका छन्। अब नयाँ पातहरू पलाउँछ बर्खा लागेपछि। त्यही त हो गाइज चाहिँ। अब अहिले भेटौँला। सो गाइज चाहिँ मैले टक्क पारामा पढ्न थालेको छु। यहाँ चाहिँ म टक्क पारामा बसेर पढ्न थालेको छु है। एकैछिन सुतेर उठेको चिया खाएँ, त्यसपछि पढ्न थालेको छु। हुन त भोलि इङ्ग्लिसको, तर साइन्स हेर्नु थालेको हल्का मलाई अप्ठ्यारो लाग्छ र साइन्स हेरेको छु। अब इङ्ग्लिस त धेरै सन्चिङ प्यासेज आउँछ, सकिन्छ, त्यो पनि यस्तो हेर्नुपर्छ। अहिले साइन्स हेरौँ है। मैले हिजो अस्ति पनि साइन्सै हेरेको थिएँ, किनकि अलिक अप्ठ्यारो लाग्छ साइन्स चाहिँ, जसरी पनि कटाउनुपर्छ। त्यही भएर पढ्न थालेको छु। अहिले भेट्नुपर्छ कति गएर। सो गाइज म चाहिँ अहिले यत्तिकै बसेको छु। घरमा चाहिँ कोही पनि हुनुहुन्न। अहिले चाहिँ लगभग 5 बज्न थालेको छ, 4:30 क्रस भइसकेको छ। म चाहिँ बसेको छु टक्क पारामा। त्यही एउटा न्युज सुनेको थिएँ, जनकपुरबाट काठमाडौँको लागि उडेको बुद्ध एयरले चाहिँ टायर चाहिँ जनकपुरबाट छोडेको छ अरे। हेटौँडा अघि सायद जनकपुर, म एक्ज्याक्टली थाहा भएन, तर टायर चाहिँ छोड्दैछ अरे। नेपालमा यहाँ टायर छोड्ने पखेटा छोड्ने भइरहेको छ। टायर चाहिँ छोड्दैछ अरे नेपालमा यहाँ टायर छोड्ने पखेटा छोड्ने भइरहेको छ। त्यही हो, कुनै दिन सिटै छोडिदिन्छ, कुनै दिन प्यासेन्जर छोडिदिन्छ, कुनै दिन नेपाल हो के बुद्ध एयर हो यार, लेजेन्ड्री हो यार। फेरि म त्यस्तो कन्ट्रोभर्सी बनाउनु थालेको त होइन, त्यही पनि जे नि चल्छ नेपाल हो नि, तर लेजेन्ड हो नि त नेपाल भनेको। अब केपी भएको सरकार छ त, अनि जे नि चल्छ, ठिक छ। अनि त्यही हो, अब के भनौँ। त्यही मैले हप्ताको एउटा दुइटा भिडियो चाहिँ राख्न कोसिस गरेको छु। अब भोलिबाट इक्जाम पनि छ, अब खासै फोकस पनि गर्नु पऱ्यो। म बिचमा आएर स्कुलमा जोइन भएको, हल्का मुस्किल त लास्ट गाह्रै हुने कि। अब लगभग धेरैको आधाको सकिसकेको थियो, आधाबाट पढेको नि त मैले त। आधा अगाडिको हेर्दा त के हो भन्ने जस्तो हुने कि, कहाँ पढे जस्तो हुने कि, त्यस्तो चाहिँ भएको थियो। अब त्यही हो, फाइनल टर्ममा तपाईँ सबैबाट आउँछ नि त, त्यही यसो बढी मिहिनेत गर्नुपर्ने हुन्छ। त्यही हिसाबले गरेको छु। अब के हुन्छ है त। सो गाइज हामी चाहिँ यहाँ क्रिकेट खेल्न आएको छौँ। म चाहिँ भर्खर घर बसेको थिएँ, अनि क्रिकेट खेल्न आएको छु। यहाँ चाहिँ सबै क्रिकेट खेल्न थालेको छ। अनि यहाँ चाहिँ टक्क पारामा सनसेट हुँदैछ। यिनीहरूले चाहिँ भर्खर बोलिङ गरेका चाहिँ मसँगै पढ्छन् यिनीहरूले चाहिँ। त यिनी ए सेक्सन हुन्, म चाहिँ बी सेक्सन हो। पुरै यत्रो एरियामा प्लटिङ हुन थालेको छ, पुरै गएको छ। पहिला चाहिँ मलाई यिनी भाइहरूले मलाई के भन्थ्यो भन्दा, धुर हाने थिइन्। के भन्थ्यो भन्दा, पुरै यहाँ चौधरी ग्रुपको यहाँ फ्याक्ट्री बन्दैछ है के भन्दै थिइन्। त्यही भएर त्यही हो, माथि चाहिँ आर्मी क्याम्प छ, दामी छ मौसम चाहिँ। अब चाहिँ गर्मी चढिसकेको छ, भाइ चाहिँ अर्कै हो नि गर्मी चढेपछि त। सो दिस इज द नेक्स्ट डे गाइज होइन। हिजोको भिडियो चाहिँ अलिक छोटो भयो, खासै बनाउन पाएन। आज चाहिँ इक्जाम डे रहेको छ। अहिले चाहिँ 11 बजेको छ, 1 बजेपट्टि इक्जाम हो, त अब जानुपर्ने हुन्छ। आज चाहिँ नेक्स्ट डे हो। अब आजको ब्लग र हिजोको ब्लग मिसाएर चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। हिजोको छोटो भयो, खासै केही भएन। आज पनि अब केही हुन्न होला, त्यही पनि धैर्यता साथ हेरिदिनु होला भन्न चाहन्छु। अब 11 बजेपछि 1 बजे 1:30 बजेपट्टि इक्जाम छ, जानुपर्ने पर्छ। अहिले कति 1 बजीतिर जान्छु होला, त्यही त हो। सो गाइज आज म एकदम रेडी भइसकेको छु। कभर सपर पनि लाएर एकदम रेडी भइसकेको छु। टिका सिका लाएर
एकदम रेडी भइसकेको छु। अब त जानुपर्ने हुन्छ स्कुल। आज चाहिँ कस्तो हुन्छ, आज इङ्ग्लिसको हो। ठिक छ होइन, अब इङ्ग्लिसकोमा त त्यही धेरै सजिलो प्यासेज चाहिँ आउँछ। अब पहिला त के हुन्छ भने ग्रामर छुट्टै, इङ्ग्लिस छुट्टै, ग्याङ गुडुङ पुरा इङ्ग्लिसको पुरै त साइन्स पढेर चाहिँ पढ्नु पर्थ्यो। अहिले त्यस्तो छैन, 8देखि त्यस्तो छैन, 7सम्म त त्यस्तो सिस्टम थियो। अहिले 8बाट त्यस्तो सिस्टम छैन, कस्तो हल्लिरह। ठिक छ त्यही त हो होइन। अरू त के पो भन्ने हो र। ठिक छ यस्तरी हो क्या। फेरि मैले फेरि फ्रन्ट क्यामेरा नै फेरि घुमाउनु सक्छु मैले, फेरि त्यति हो। ठिक छ, अब जानु पर्ने हुन्छ, म आएर भेट्छु। सो गाइस, म चाहिँ अहिले इक्जाम दिएर आएर स्कुलबाट आएर चाहिँ बसेको छु। मम्मी चाहिँ घुम्नु जानुभएको, म त नास्ता खाएर बसेको छु। यहाँ चाहिँ टक्क नानी सुतेको छ। ज्वरो खान के भयो, ज्वरो आएको थियो अरे? आइसक्रिम खाएर ज्वरो आयो? आइसक्रिम चटपटै खाएर आइसक्रिम र चटपटै खाएर ज्वरो आयो अरे। ठिक छ, अलिअलि आउँछ ज्वरो, मम्मी हुनुहुन्न त्यो। अब चाहिँ अब हिजोको भ्लग चाहिँ एकदम छोटो भएको थियो, अनि आज पनि थपिदिएको। अब आज पनि छोटै हुन्छ होला सायद केही। सो गाइस, अहिले चाहिँ म उता चोकतिर गएर आएको छु। मन्जिल पनि आएको थिएन, अनि म पनि गएर आएको। त्यस्तै छ। अगाडि केही देखिएन, ब्लाइन्ड देखिएको पुरै, ठ्याक्क फ्लास लाइटमा पर्छ र केही देखिएन। म साइकल लिएर गएको छु। पुरै प्लटिङ हान्ने यस्तो भएको छ। अझै घरमा भेट्नुपर्ने हुन्छ। आजको भ्लग चाहिँ यति चाहिँ भयो, 10 मिनटको भयो होला। ठिक छ, यति भएपछि दोस्रोबाट कुकुर आइरहेको, कुकुर। नाइट भ्यू।